आजको यस कार्यक्रमको सञ्चालक तथा यस बर पिपल कृषि सहकारी संस्थाकी सचिव आदरणीय पुष्पा म्याम, आजको यस भव्य र सभ्य कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएकी यस बर पिपल कृषि सहकारी संस्थाको अध्यक्ष आदरणीय टिकाकला टन्डनज्यू, त्यस्तै गरी बुटुल महानगरपालिका वडा नम्बर 14 का श्रद्धेय वडा अध्यक्ष, आजका प्रमुख अतिथि आदरणीय दधिराम नेउपानेज्यू, त्यस्तै गरी विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका यस संस्थाका वरिष्ठ सल्लाहकार तथा यसै वडाका वडाध्यक्षका प्रत्याशी आदरणीय नरबहादुर मल्लज्यू, त्यस्तै गरी हामीमाझ विशिष्ट अतिथि बुटवल महानगरपालिका का कृषि सहकारी संस्थाका प्रमुख आदरणीय गुणाकर सर आइपुग्नु भएको छैन, त्यस्तै गरी कृषिका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने यस बुटवल महानगरपालिका कृषि शाखा प्रमुख आदरणीय सन्तोष जीसी सर, त्यस्तै गरी यसै क्षेत्रका कृषि प्राविधिक आदरणीय वंशगोपाल मिश्रज्यू, त्यस्तै गरी घरकिया कृषि सहकारी संस्थाका अध्यक्ष ज्यू, त्यस्तै गरी बुटोल वडा नम्बर 14 का अस्थायी प्रहरी चौकीका आदरणीय प्रमुख ज्यू, त्यस्तै गरी सम्पूर्ण सल्लाहकार ज्यूहरू, सम्पूर्ण अतिथिज्यूहरू, सम्पूर्ण कार्य समितिका सदस्यज्यूहरू र आजको कार्यक्रमलाई सभ्य र भव्य रूपमा आजका मुख्य आकर्षक सम्पूर्ण शेयर सदस्य आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आज हामी एउटा समारोह बीच संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन यहाँहरूमा हामी सञ्चालन गर्न गइरहेका छौँ। हामी यो कार्यक्रम चलाइरहेका छौँ र मलाई लाग्छ आजसम्म संस्थालाई 2078 सालमा जुन ठाउँबाट हामीले सुरुवात गरेका थियौँ, जब हामी बर पिपलको फेदमै बसेर हामीले संस्थाको परिकल्पना गरेका थियौँ, त्यही कारणले गर्दा नै हामीले संस्थाको नामाङ्करण पनि हामीले बर पिपल कृषि सहकारी संस्था भनेर राखेका हौँ। कहाँबाट बर पिपल भन्ने पनि आउन सक्छ। हामी बर पिपलको छारी नै हामी 4-5 जना साथी आदरणीय युवराज उपाध्याय सर आजमा यहाँ देखिरहेको छैन, म त्यतिखेरको संस्थापक सचिव पनि हो र त्यहाँनिर हामी बस्दै गर्दाखेरि संस्थाको परिकल्पना गर्यौँ र संस्थाको नाम पनि सोही अनुसारले हामीले नामाङ्करण गर्यौँ। जुन 2078 सालमा जुन लक्ष्यका साथ हामीले संस्था स्थापना गरेका थियौँ र जुन सोचका साथ स्थापना गरेका थियौँ, मलाई लाग्छ आजको दिनसम्म आउँदै गर्दाखेरि हामीले केही हदसम्म संस्थालाई एउटा गति दिन सकेका छौँ। आजसम्म आउँदै गर्दाखेरि हामीसँग लगभग 500 को हाराहारीमा शेयर सदस्यहरू हुनुहुन्छ। यो सबै यहाँहरूको माया विश्वास अहिले सहकारीका सन्दर्भमा विभिन्न किसिमका समाचारहरू आउँदै गर्दाखेरि पनि यहाँले कुनै पनि हिचकिचाट नगरिकन जुन संस्थामा